मासु धेरै भयो नि आज चाहिँ हड्डी नभएको मासुसँग खाना खाऊँ है त। सबैजनाले भन्नुहुन्छ मैले त मासु खाए पनि नखाए पनि भेज खाए पनि मैले खाएको धेरै एकदम मनपर्छ खाउँ लाग्छ भन्नुहुन्छ भेजिटेरियन साथीहरूले पनि। त्यही भएर आज भेज सोयाबिन र आलु अनि त्यहाँबाट आएको अचार चट्ट अमिलो पनि चाहियो नि त। कडा अमिलो भएछ है।